हेलो गाइज अनि गुड मर्निङ सबैजनालाई। आज भने हामी मलेसियाको यस्तो बबाल ठाउँमा जान्छौँ कि हामी सधैँभरि चाहिँ गइरहने मार्केटिङ हो, जहाँ चाहिँ हामी सधैँभरि किनमेलको लागि बिहान सधैँ मर्निङ टाइममा जाने गर्छौँ, छुट्टीको दिनमा त्यही पनि। र आज चाहिँ हामी एकजना दाइ आउनुहुन्छ, दाइ अनि म जाँदैछु र अर्को एकजना दाइ पनि यता हुनुहुन्छ र अर्को साथी पनि छ। हामी ग्र्याब गरेर जानु लाग्यो, ग्र्याब गरेर ठ्याक्कै आएको छ यता अगाडि। अब हामी ग्र्याबमा जाँदैछु, सबैजना साथीहरू बस्दैछ बिस्तारै। अब म चाहिँ क्यामेराम्यान भएर पछाडि छु, अब सबैलाई अब बसेर हामी हिँड्नेछौँ। अब भन्दै हामी हिँडिसकेको छ बाटोतिर। अब सबैजनाले हेरिदिनु होला, मनोरञ्जन लिइदिनु होला। यो भिडियो पुरैसँग विभिन्न किसिमको एकदम फलफुल र सागसब्जी र माछा मासु जे पनि थरीथरीको चिज हेर्न पाइन्छ। भन्दै हामी फाइनली ठाउँमा आइपुगेको छौँ, यहाँ मार्केटिङ बजारमा। अब हामी निस्किँदैछौँ साथीभाइहरू र अब हामी भित्र छिर्छौँ। अब मार्केटिङ स्टोर रदेर यहाँबाट हुँदैछ यो मार्केटिङ स्टोर। यति राम्रो हेर फुल, आमामा कति राम्रो फुलहरू छ यहाँ। फुलदेखि सुरु गरेँ मैले मार्केटिङ छिर्नुभन्दा पहिला फुल देखेँ गेटमै, र फुल यति राम्रो छ हेर्नुहोस्, बास्ना सुगन्ध मस्त मिठो छ। र यहाँ देख्न सक्नुहुन्छ हेर्नु, बाँसको कि निहालको त्यो राम्रो कुर्सीहरू बनाएको छ र त्यो त भने फलफुलको लस्कार छ। अब सबै थोक देखाउने गर्छु। अब यो भने नि त कराईहरू, फ्राई प्यानहरू सबै डाडु पन्यु लिएर गिलास टिफिन सबै थोक छ, हरेक चिज पाइन्छ हो यहाँ त। एकदम मिलाएर सस्तोमा पाइन्छ यो ठाउँमा। अब जाँदा मैले गरेर बाटोमा एकदम मोटिँदैदेखिनु भयो हेर्नु, बाइकमा यति मजाकले थचाकले बस्नु भयो। र हामी अब लागि भित्र मासुतर्फ। यो खसी हेर्नु, खसीको टाउको टन्नाटाइन, अनि त्यसमा खसीको मासु यति झुन्डाइरहनु भएको छ। मासु पनि सस्तोमा पाइन्छ यहाँ र ताजा पनि पाइन्छ। त्यही भएर हामी सधैँभरि छुट्टीको दिन चाहिँ यहाँ मार्केटिङ गर्न आउँछु। यहाँ कुखुराहरू, कुखुराको मासु हेर पोलेको पनि पाइन्छ यहाँ, पोलेको झुन्डाएर राखेको छ र तलबाट नपोलेको पनि छ। र यति मात्रै होइन, हामी यहाँ विभिन्न जे पनि माछा मासु जे थरीको पनि पाइन्छ यहाँ चाहिँ। र माछाको थरीहरू होइन, माछा कुन थरी खानुहुन्छ तपाईँ? मैले त माछाको नाम खाँदा थाहा होइन के हो के यो भनेर सधैँ छैन होइन। र अब सब्जीहरू यति ताजा हेर्नु, फ्रेस सब्जी पाइन्छ यहाँ चाहिँ। यो मार्केटिङमा चाहिँ हामी सधैँभरि छुट्टीको दिन बिहान यहाँ आउँछु र ताजा र स्वच्छ फलफुलहरू लाने गर्छु र तरकारी पनि लाने गर्छु यहीँबाट। तरकारीहरू हेर्नु सक्नुहुन्छ ल, फलफुल लाइन लाग्यो। अब फलफुल हेर्नु, केरा कति काँचो पनि छ, पाके पनि छ। यो चाहिँ मकै हेर्नु, फेरि यो बेला कुबेला पनि मकै पाइन्छ यहाँ हेर्नु। हाम्रो नेपालमा एक सिजन पाइन्छ, यहाँ त जुन बेला पनि पाइन्छ फलफुल, जस्तो सब्जी पनि जुन बेला पनि पाइन्छ हेर्नु। फलफुलको लस्कार। अब यो चाहिँ आँप हो, आँपको अब लाइन, सुन्तलाको लाइन यो। अब म पनि बिस्तारै अर्को ठाउँतिर देखाउने जान्छु तपाईँहरूले। मन्टीभरि नै मान्छेको भिडभाड यति धेरै चर्को हुन्छ कि आमामा, मान्छेको खुट्टा राख्ने ठाउँमै हुन्न हो। अहिले खाली भइन्छ झन् नजाने, नभए त मान्छे धेरै हुन्छ। अब मकै यहाँ पनि मकै नै छ, अनि मकैसँग यो के हो छेउको चाहिँ अब कटार जस्तो छ, कटारै होला सायद होइन। अनि यो के हो, कटार हो कि के झुसी छ भन्न सक्दैन, मैले थाहा छैन। ल हेर्नुहोस्, आमा स्याउ, सुन्तला, आँप, केरा, अनार, बदाम के फलफुल, आमामा के नामै थाहा छैन मलाई धेरै। हेर्नु त यति धेरै फलफुल पाइन्छ मजाले, ताजा फ्रेसको सामान पाइन्छ यहाँ चाहिँ। त्यही भएर म सधैँ छुट्टीको दिन यहाँ आएर किनमेल गर्छु। तपाईँहरू आएर किन्नु होला। किन्न आउनु भनेर नेपालबाट आउनु भनेको चाहिँ होइन ल। फेरि यहाँ मलेसियामा यो केरला जिल्लाको कुलिम एरियामा भएको साथीभाइहरू मात्रै आउनु। फेरि प्लेनको टिकट काटेर फेरि फलफुल किन्न चाहिँ नआउनु नेपालबाट चाहिँ, अन्तबाट चाहिँ जस्ट मजाक मात्रै हो। र फलफुल सँगसँगै म धेरै चिज पनि देखाउँछु अझ पनि तपाईँहरूले। यति मात्रै यो स्याउ हेर्नु, एकदम ओरिजिनल अर्ग्यानिक। मलाई चाहिँ यो स्याउ मन पऱ्यो, स्याउ लिएँ। अरू माछा मासु धेरै टन लिँदैछु। र चक्लेट, आमामा हेर्नु त चक्लेट, आमा कति थरीको चक्लेट। यो चक्लेट मलाई मन पऱ्यो, त्यही म हरेक चिज चक्लेट 2-3 थरी लिएर सबै थोक जम्मा पारेको छु मैले। चक्लेट पनि लान्छु म। भन्दै आजको भिडियो धेरै लामो भए जस्तो साथीभाइहरू। अब सुरु फुलसँग गरेको, अब अन्त्य पनि फुलसम्म ल्याएर गरेँ मैले। अब फर्किनु लाग्छ हामी गेटतिरै र जाँदैछु। जाँदा मैले एकचोटि थोप्रो देखाइहालौँ है त, राम्रो त छैन थोप्रो यस्तो हो। ल के बाबाई सबैजनालाई।